everyone, welcome back to my channel. As you guys can see, date हेरेरै यो 1 महिना अगाडिको vlog हो and I am posting now किनकि जब म एडिट गर्न थाल्थे मेरो फोन ह्याङ भएको भए सो म फेड अप भएर अपलोडै गर्दिन भनेर सोचेको थिए बट I thought कि नो I had to upload किनकि यो मेरो लागि एउटा मेमोरी हो so I want to preserve my memories YouTube मा सधैँको लागि that's why मैले जस्तो तसो एडिट गरेर अपलोड गर्नै पर्छ भनेर फाइनली मैले एडिट गरेर अपलोड गरे I hope you guys will enjoy my vlog. This is my birthday vlog. Enjoy the vlog. बाहिर स्थानमा हार्दिक स्वागत गर्दछौं हाम्रो पोखरासम्मको उडानको समय 20 अगाडिको सिटको पनि राखिदिनु न डरका जसको लागि सिटको पेटी बाँध्दा होला म पोखरा आइपुगे अनि होटलमा चेक इन गरेर अहिले मेरो होटल रुममा पनि आइसके सो फर्स्ट लेट मी गिभ यु गाइज अ क्विक रूम टुर सो हियर दिस इज माई रूम क्लीन नै छ स्पेसियस नै छ अब अरु त बसेपछि थाहा हुन्छ के कस्तो छ भनेर अनि वार्डरोब पनि इनफ स्पेस छ अब हेरौं सबभन्दा मेन इम्पोर्टेन्ट थिङ फर मी वाशरूम किनकि आई कान्ट कम्प्रोमाइज व्हेन इट कम्स टु वाशरूम मलाई एकदमै क्लीन वाशरूम चाहिन्छ सबै थोक फङ्सनल हुनुपर्छ अनि यहाँनिर चाहिँ इट सिम्स लाइक एभ्रिथिङ इज ओके बट उहाँहरूले टोइलेटरी चाहिँ प्रोभाइड नगर्नु हुँदो रहेछ लाइक टुथब्रस टुथपेस्टहरू त्यो चाहिँ मैले आफैले बाहिरबाट किन्नु पनि भयो आई डोन्ट नो वाइ मैले सोधेको थिएँ रिसेप्सनमा बट दे सेड हाम्रो यहाँनिर प्रोभाइड नै गर्ने गरेको छैन आई डोन्ट नो वाइ अनि आई थट कि लेट इट बी बाहिरबाट लिन्छु म भनेर अनि रुमको अप्सनमा चाहिँ एसी नन एसी दुइटै थियो मैले चाहिँ एसी रुम बुक गरेँ बट अहिले चाहिँ फिल भइरहेछ कि पोखराको वेदर हेरेर नन एसी लिएको भए नि हुन्थ्यो अलिक सस्तो पर्थ्यो नन एसीमा सकेसम्म पैसा जोगाउन हुन्थ्यो नि त बट बुक भइसक्यो अब लेट्स सी भोलि पनि बस्यो भने के गर्छु मेबी नन एसी गर्न पनि सक्छु बट फर नाउ आई विल रेस्ट अनि विल मिट यु गाइज एकछिनमा I'm in Pokhara right now आज 7th of May हो भोलि 8 May वैशाख 25 गते my birthday सो मेरो बर्थडे ट्रिपको लागि सोलो ट्रिप म आएको छु पोखरा घुम्नको लागि अनि यसपालि मैले डिसिजन लिएँ कि म योपालि मेरो बर्थडेमा म कतै घुम्न जान्छु भनेर किनकि एभ्री इयर बर्थडेको बेलामा त्यस्तो स्पेशल केही पनि गर्ने गरेको छैन सानैदेखि नै हो त्यस्तो पार्टीहरू या केही यो त्यो त्यस्तो केही पनि गरिन्न अहिले म यो कलिनरी फिल्डमा टिचिङ गर्न थालिसकेपछि चाहिँ मेरो स्टुडेन्टहरूले नै मलाई क्लासमा केकहरू ल्याएर सेलिब्रेट गरिदिन्छन् उनीहरूले सो स्वीट अफ देम आई एम भेरी थ्याङ्कफुल फर द्याट पनि पर यसपालि म आफ्नो स्टुडेन्टहरूबाट पनि टाढा भोलिमा मेरो बर्थडेको बेलामा स्टुडेन्टहरूसँग हुँदिनँ सो म चाहिँ पोखरा आएको छु सोलो ट्रिप म आफूसँग टाइम स्पेन्ड गर्न चाहन्छु मेरो यो बर्थडेमा अनि एकचोटी सेलिब्रेट गराएको छु मम्मी बाबासँग केक कटिङ वाला त्यो बाहेक अरु खासै त्यस्तो सेलिब्रेट भनेर छैन त्यति बेला नि मम्मी बाबा र मेरो बेस्ट फ्रेन्ड मात्रै हामी बसेर सानो सेलिब्रेसन गरेको थियौ आई थिंक
2 वर्ष अगाडिको कुरा हो या लास्ट इयरको कुरा हो, मैले बिर्सेँ। अनि होइन 2 वर्ष अगाडिको कुरा हो नि। अनि त्यसपछि योपालि चाहिँ म आफैसँग टाइम स्पेन्ड गर्न चाहन्छु, अलिकति घुम्न चाहन्छु। म काम अनि काम नभएपछि घरमै यतिकै रुममै बसिराख्छु। सो अलिकति आफूलाई एक्सपोजर दिन चाहन्छु, अलिकति घुम्न चाहन्छु। अनि बर्थडे भन्दा अरू के हुनसक्छ ओकेजन। सो म मेरो बर्थडेको लागि स्पेसिफिक पारेर म पोखरा आएको छु एक्लै घुम्नको लागि। भए पनि एक्लै घुम्न नि केही फरक पर्दैन। म आफ्नो कम्फर्ट जोनबाट बाहिर निक्लिन चाहन्छु, एक्लै भए नि घुम्न चाहन्छु। दिउँसोको फ्लाइट थियो मेरो। अनि अहिले आएर एकछिन रेस्ट गरेर म फ्रेसन अप भएर एकछिन अब अहिले 5 जति बज्यो, 5 बज्यो। अनि यसो एकछिन लेक साइडतिर डुल्न ओर्न हेर्न जानु पर्यो भनेर म आउने बित्तिकै पानी पर्न थाले पोखरामा। सो म यतिकै रुममै रेस्ट गरिराखेको थिएँ। अनि हल्का थके पनि लागेको थियो। फ्लाइटमा आएको भए पनि थकाइ त लागि नै हाल्छ जस्तो तस्तो ट्राभल गरिसकेपछि। सो एकछिन रेस्ट गरेर आफूलाई रिचार्ज गरेँ, फ्रेस भएँ, चेन्ज गरेँ। अनि आइएम गोइङ अहिले लेक साइड एरियातिर यसो हेर्नको लागि, घुम्नको लागि। Apple pie. Nah, sudah makin panggil dulu. पूजावसान समय दशवक्र गीतम यह शंभो पूजन परम पठति। गुड मर्निङ एभ्रिवान एन्ड ह्याप्पी बर्थडे टु मी। मैले आफूलाई नै ह्याप्पी बर्थडे भन्दैछु किनकि म एक्लै छु अहिले यहाँ। बट मम्मीले बिहानै फोन गर्नु भइसक्यो। मेरो क्लोज मेरो फ्रेन्ड्स फ्यामिली मेम्बर्सहरू जति पनि हुनुहुन्छ उहाँले मलाई विस गर्नु भइसक्यो। अनि म चाहिँ उठेर अहिले रेडी भएको छु मन्दिर जान। म मेरो बर्थडे तालबाराहीको दर्शन गरेर गर्न चाहन्छु सुरु मेरो बर्थडेको। द्याट्स वाइ म अहिले रेडी भएको छु। अब म मन्दिर जाँदैछु तालबाराही। अनि हिजो आएर म सुतिहालेँ, सो भ्लग कन्टिन्यू गरिनँ। सो अहिले फेरि भ्लग कन्टिन्यू गर्दैछु with my birthday smile.
ओके आई वान्ट टु सेयर समथिङ विथ यु गाइज मेरो पछाडि जुन यो एसी देख्दै हुनुहुन्छ जुन अहिले पनि बन्द छ यो कबाडी युजलेस डब्बा यसले मलाई हिजोबाट यति दुःख दिएको छ यति दुःख दिएको छ यति दुःख दिएको छ कि मैले मजाकमै हिजो भनेको थिएँ नि कि एसी रुम लिएर गल्ती गरिछु पोखराको वेदर त यति राम्रो छ गर्मी नै हुँदैन नन एसी लिएको भए नि हुन्थ्यो पैसा वेस्ट हुने भयो भनेर बट साँच्चीकै मेरो पैसा वेस्ट भयो एसी रुमले गर्दा किनकि यो एसी नामको मात्रै चल्दै चलेन बन्द भएको भए एकछिन खुल्छ अनि 2-3 घण्टाको लागि बन्द त्यसपछि मैले रिसेप्सनमा गएर कुरा गरेँ बेलुका अनि उहाँहरूले दिनभरि चाहिँ लाइन गएको भएर त्यस्तो भएको अब त्यस्तो हुँदैन भन्नुभयो सो म रुममा आएर हेर्दाखेरि एसी अन भयो अनि ढुक्क भएर अब चाहिँ चल्छ भन्ने भयो सो झ्यालहरू सबै लगाएर अफकोर्स एसी चलाएपछि झ्यालहरू सबै डामडुम लाउनु पर्यो अनि एसी चलाएर म सुतेँ बट राति कति बेला एसी फेरि बन्द भएछ बिहान उठ्दा मेरो हालत खराब पसिनामा लतपत भएर म बिम्जेको थिएँ एसी अन गर्दा अफकोर्स झ्यालहरू सबै डामडुम लाउनै परिहाल्यो अनि त्यो बाहिरको हावा पास हुन नपाएर झन् पुरै रुम त गुम्सेर यस्तो भएको थियो बिहान बिम्जिँदाखेरि पसिना बिहान उठेपछि अनि झ्यालहरू सबै खोलेर बाहिरको हावा पास भित्र गराएपछि अनि बल्ल मलाई सास आएको थियो मेरो बर्थडे मर्निङ नै स्पोइल भयो यो दिन अनि मेरो बर्थडे नै स्पोइल भएको फिल भइरहेको थियो किनकि यस्तो इन्सिडेन्ट हुनु भनेको त अब नर्मलै हो नि त बट किन वाइ अन माई बर्थडेमै भनेको कि मैले मेरो बर्थडेमै यो फेस गर्नु भनेको त एकदमै यो स्पोइलिङवाला भयो नि त मेरो लागि मेरो बर्थडेमा त म ह्याप्पिनेस डिजर्भ गर्छु नि त यो बिहानै यो इस्यु यो सब फेस गर्नु त डिजर्भ गर्दिनँ होला त्यही नि लेट इट बी भनेर नि कसरी लेट इट बी भनेर सोच्नु कि आई पेड फर एसी रुम सो अफकोर्स आई डिजर्भ एसी रुम आई डिजर्भ द्याट फेसिलिटी मैले एसी रुमको पे गरेपछि मलाई एसी रुमको फेसिलिटी त उहाँहरूले प्रोभाइड गर्नु पर्यो नि त लेट इट बी भनेर पनि कसरी लेट इट बी भन्ने जुन मेरो हक हो एसी रुम भनेपछि एसी हुनु पर्यो चल्नु पर्यो अब त्यो नै छैन अनि मैले पे एसी रुमको गरिरहेको छु फेसिलिटी नन एसी रुमको पाइरहेको छु त्यो चिजले त माथा त्यो दिमाग पड्केला जस्तो भइरहेको थियो मलाई रिस उठेर अनि त्यसपछि मैले रिसेप्सनमा पनि भने गएर यस्तो भयो राति पनि एसी बन्द भएछ अनि बिहान यस्तो हालतमा म उठेको थिएँ भनेर अनि उहाँहरूले केही नभन्नु भएको के उल्टै त्यो निउरेर त्यो ऊ भयो होला नि त कम्प्लेन गरेपछि निउरेर आँखामै खुम्चाएर कस्तो अँध्यारो अनुहार बनाएर बस्नु भइरहेको थियो अनि मैले अनि अब म के गरौँ त एसी रुमको पे गरौँ कि नन एसी रुमको भनेको निच्च दाँत देखाएर बसिरहनु भएको थियो मलाई दाँतै झार्दिनु मन लागेको थियो त्यो मान्छेको बट मलाई अझै आर्ग्यु गरेर बसेर मेरो बर्थडे अझै स्पोइल गर्नु थिएन त्यही भएर मैले उहाँहरूलाई जुन 2 दिनको लागि रुम बुकिङ गरेको थिएँ आजको लागि चाहिँ नन एसीमा मैले कन्भर्ट गरेँ आफ्नो रुमलाई एसी रुमवाला जुन बुकिङ थियो त्यसलाई क्यान्सल गरेर यो मामला सल्टाएर अनि म तालबारीको दर्शन गर्न आएको छु आफ्नो मुड ठिक गर्न मेरो बर्थडे राम्रोसँग स्टार्ट गर्न जुन भइ पनि सक्यो आइ एम फिलिङ गुड नाउ दर्शन गरिसकेपछि अनि यहाँ लेक साइड एरियामै वक गरिराखेको छु केही भेट्छु कि केही भनेर विन्डो सपिङहरू गरिरहेको छु अनि यहाँबाट टी सप भेटाएँ सो यहाँ आएको छु मेरो हर्बल टी कलेक्सनमा एड गर्नको लागि केही भेट्छु कि नयाँ केही राम्रो भनेर बट खासै केही मन परेन मलाई यहाँ अनि जस्ट विन्डो सपिङ मात्रै गरेँ खासै केही किनिनँ यहाँ एउटा लाइब्रेरी थियो यहाँ पनि छिरेर यसो बुक्सहरू हेरेँ म सपिङ गर्न भनेर आएको भए चाहिँ सपिङ गर्थेँ होला बट घुम्न आएको भनेपछि मलाई सपिङ गरेर बस्न अलिकति इरिटेटिङ लाग्छ टाइम वेस्ट जस्तो फिल हुन्छ बट मलाई घुम्न हिँड्दा बिस्तारै वक गर्दै विन्डो सपिङ गर्नु चाहिँ एकदमै मनपर्छ किनकि नयाँ ठाउँमा नयाँ कुराहरू देख्न पाइन्छ अनि मलाई साँच्चीकै केही मन पर्यो मलाई त्यो चिजको जरुरत छ भने मात्रै म त्यो चिज या कुनै पनि चिज किन्छु अनि अहिले पनि म विन्डो सपिङ गरिरहेको छु त्यसपछि म मेरो होटल रुम फर्किएँ तालबाराही दर्शन गरिसकेर म मेरो होटल रुम फर्किसकेँ अनि आएर ब्रेकफास्टहरू सबै गरिसकेर म एकछिन रेस्ट गरेँ अनि उठेर फेरि चेन्ज गरेर अहिले रेडी भएको छु कायाकिङ गर्न जानको लागि फेवा लेकमा आई डोन्ट नो कस्तो हुन्छ एक्सपिरियन्स मलाई हल्का नर्भसनेस पनि फिल भइरहेछ किनकि गरेको छैन कहिले पनि गरेको छैन भन्दा पनि मलाई स्विमिङ आउँदैन द्याट्स द मेन थिङ डराउनु पर्नेको रिजन किनकि वाटर एक्टिभिटी गर्नको लागि स्विमिङ जानेको राम्रो अनि मलाई आउँदैन स्विमिङ अब चाहिँ मलाई फिल भइरहेछ कि आई थिङ्क आई सुड लर्न हाउ टु स्विम हेटवटा फर्केपछि स्विमिङ क्लासहरू जोइन गर्नुपर्छ कि भन्ने मलाई लागिरहेछ अब चाहिँ किनकि मलाई आउँदैन स्विमिङ अलिकति पनि आउँदैन अनि वाटर एक्टिभिटीहरू गर्ने बेलामा चाहिँ डर हुन्छ नि त सो लेट्स सी कस्तो हुन्छ मैले इन्टरनेटहरुमा धेरै देखिरहेको छु कायाकिङ फेवालेको अनि हिजो त्यहाँ आएपछि पनि मान्छेहरूले गरिरहनु भएको थियो देखाथे आज बिहान पनि तालबाराही जाँदाखेरि नि देखेको थिए कायाकिङ गर्दै हुनुहुन्थ्यो मान्छेहरूले हिजो चाहिँ एक दुई जना पानीमा झरेको पनि देखाथे बट डराउनु पर्ने सिचुएसन त रहन्छ किनकि लाइफ ज्याकेट भएपछि पानीमा डुबिन्न अफ कोर्स अनि त्यहाँ स्टाफहरु पनि हुनुहुँदो रहेछ हेर्नको लागि मतलब बचाउनको लागि
बट स्टिल डर त भइहाल्छ स्विमिङ नजानेपछि चाहिँ झन् नर्भसनेस बढ्दो रहेछ आई डोन्ट नो के हुन्छ आई विल सेयर माई एक्सपिरियन्स माई फर्स्ट कायाक एक्सपिरियन्स भनौँ न कायाकिङ भनेको चाहिँ लेट मी एक्सप्लेन कायाकिङ भनेको अब थाहा हुनेलाई थाहा छँदैछ थाहा नहुनेको लागि चाहिँ एउटा फ्ल्याट खाले हुन्छ डुङ्गा अनि त्यसमा आफ्नो पर्सनल डुङ्गा भनौँ न फ्ल्याटवाला हुन्छ त्यो चाहिँ अनि फ्ल्याटवाला नि हुन्छ गहिरोवाला नि देखाएको थियो हल्का अनि त्यसमा आफैले त्यो प्याडल के चप्पु भन्छ चप्पु आफैले चलाएर हातले अनि फेवा लेकमा घुम्ने हो अब डर लाग्यो भने मान्छेहरू बीच बीचमा नि जानुभएको देखिरहेको थियो मैले कहाँ कहाँ फेवा लेकमा बट म हेरौँ कतिसम्म गर्न सक्छु ट्राई त गर्न सक्छु एटलिस्ट ट्राई त गर्नुपर्छ भन्ने मलाई लागिरहेको छ आएको बेलामा Price 500 per hour. ओके सो यति बेला चाहिँ मलाई यो कायक मैले जहाँबाट रेन्टमा लिएको हो लेक साइड एरिया त्यहाँको स्टाफले त्यहाँको भाइले मलाई सिकाइरहेको थियो कि यसलाई कसरी अपरेट गर्ने भनेर कता लेफ्ट कसरी लाने राइट कसरी लाने कसरी रोक्ने कसरी युटर्न हान्ने यसलाई सो यहीँ किनारमै मैले सबै यो मुभहरू गरेर अनि देखाइरहेको थियो उसलाई यसरी भयो भनेर ताकि लेकको बिचतिर म आरामसँग जान सकूँ And here I have started my kayaking. Let's go. Hey everyone, म अहिले फेवा लेकको बीचमा छु एक्लै कायाकिङ गरिरहेको छु आई होप म डुब्दिनँ होला अनि प्रोटेक्सनको लागि चाहिँ यो ब्याग प्रोभाइड गरेछ उनीहरूले यो भित्र फोन आफ्नो सबै थोक यसमा हाल्दा हुन्छ मैले पनि मेरो सबै यसमा हालेको छु अब फोन पनि म यसमै राखिदिन्छु अनि धेरै बोट हल्लियो भने चाहिँ फोनहरू सबै यो झर्ने चान्स हुन्छ त्यही भएर मैले यहाँनिर सबै हालेर प्याक गरेर राखेको छु यो चाहिँ वाटरप्रुफ हो केही पनि हुँदैन यसले चाहिँ यो पानीमा डुब्यो भने पनि माथि माथि तैरिन्छ अनि केही पनि भिज्दैन हाम्रो कमलको फुलको प्लान्ट सुरुमा हल्का नर्भस थिएँ बट अहिले चाहिँ कन्फिडेन्ट बिल्ड भइरहेछ बिस्तारै अर्को फ्ल्याटवाला जुन सर्फिङ हुन्छ त्यो चाहिँ अलिकति रिस्की हुन्छ भन्ने भाइले स्विमिङ नआउने मान्छेलाई सो मलाई त्यो सर्फिङ चाहिँ गर्न मन थियो बट स्टिल यो पनि एकदमै एउटै हो यो कायाकिङ हो अनि आई विश कि मलाई स्विमिङ आउने भएको भए हुन्थ्यो सो आई थिङ्क यो आजको चिजले चाहिँ म मोटिभेट भएँ अब फ्युचरमा स्विमिङ सिक्नको लागि म सायद हेटौँडा गएर स्विमिङ सिक्न सक्छु होला स्विमिङ क्लासेस जोइन गर्नुपर्ने रहेछ स्विमिङ सिक्नुपर्ने रहेछ लाइफमा भन्ने कुरा मलाई रियलाइज हुँदैछ सानोमा अब कतै पनि सिकिएन अनि यतिकै ठुलो भयो बट स्विमिङ चाहिँ सिक्नु एकदमै इम्पोर्टेन्ट छ यस्तो वाटर एक्टिभिटीहरू गर्दाखेरि चाहिँ एकदम कन्फिडेन्ट भइन्छ नि त सुरुमै सो I am enjoying my kayak here, kayaking. यहाँनिर अरू पनि गर्दै हुनुहुन्छ आकाश कति धेरै कालो भएको छ डर लागिसक्यो अब पानी पर्छ जस्तो छ सायद 1 आवरको लागि हो यो कायाकिङ 1 आवर कम्प्लिट हुनुभन्दा अगाडि पानी पऱ्यो भने फर्किनु पर्ने हुन्छ एट दिस मोमेन्ट आई फेल्ट कि पानीको वेभ अलिकति वियर्ड एक्ट गरिरहेछ सो आई थिङ्क आई सुड गो किनारतिर लेट्स सी आई एक्सपेक्टेड पानी पर्न थाल्यो अब झन् धेरै मुभ भइरहेछ पानी अब चाहिँ म जान्छु म किनारमा आइसकेँ अब एकैछिन यहाँ बस्छु 1 घन्टा भएकै छैन बट स्टिल म जान्छु होला अब एकछिन यहीँ ढुङ्गामा बस्छु किनारमै पानीमा आइसक्यो डाँडामा आइसक्यो किनारमा नत्र फस्छु यहीँभित्र लेकको बीचतिर अझै धेरै कति मान्छेहरू छन् सो उनीहरू चाहिँ बोलाउन जाँदैछन् उनीहरू चाहिँ स्टाफ हो यो कायाक रेन्टमा जहाँबाट लिएको मैले त्यहाँको स्टाफहरू Scary day.
केटीहरू गएको छन् जो डुबेको छन् पोखरीमै छुटेको छन् उनीहरूलाई लिनलाई आई विश कि सबैजना भेटौँ। म त धन्न आइहाल्यो अगाडि पानी परेको देखेर, नत्र मलाई यस्तो दुःख भइरहेको छ यतिले बच्यो भने मलाई स्विमिङ पनि आउँदैन। आई विश सबैजना सेफ I just came back मेरो होटल रुममा अनि what an experience कायाकिङको लागि गएको बट यति डर लाग्दो एक्सपिरियन्स त्यहाँ भइरहेको थियो आहा अगाडि माई गड म यति डराइरहेको थिएँ। धन्न म पानीबाट टाइममै निक्लेँ किनकि धन्न मैले चाहिँ नोटिस गरेँ कि अब पानी पर्नेवाला छ, एकदम ठुलो पानी पर्नेवाला छ किनकि डाँडामा पुरै अँध्यारो भएर कालो बादल आइसकेको थियो अनि पानीको वेभ पनि त थाहा हुन्छ नि कायाकिङ गरिरहेको बेला मैले फिल गरिरहेको थिएँ त्यो भाइब्रेसन कि वेभहरू अलिकति अघिको भन्दा अलिकति धेरै हल्लिरहेको थियो कायाकिङ मेरो कायाक अनि यो प्याडल मार्ने बेलामा पनि अलिक गाह्रो भइरहेको थियो मलाई। मैले एकतिर लान खोज्दा अर्कोतिर गइरहेको थियो मेरो कायाक अनि त्यति भएपछि चाहिँ मलाई अन्दाजा भइसकेको थियो कि अब एकदम ठुलो पानी हुरी आउनेवाला छ भनेर अनि म छिटो किनारमा निक्लिहालेँ। म किनारमा निक्लिने बित्तिकै 1 मिनट पनि लागेन होला, 1 मिनटभित्रै एकदम ठुलो हुरी र पानी स्टार्ट भयो अनि कति धेरैजना हुनुहुन्थ्यो कायाकिङ गर्नेहरू सर्फिङ गर्नेहरू वहाँ लेकमै। मैले त्यहाँनिर कायाक गराउने अफिसमा पनि सोधेको थिएँ पछि जति पनि जानुभएको थियो यहाँबाट हाम्रो मैले गरेको कायाक त्यो अफिसमा चाहिँ जति पनि जानुभएको थियो सबैजना रिटर्न आउनु भयो कि भएन, सबैको इन्फर्मेसन पाउनु भयो कि भएन, सेफ छन् सबैजना छन् छैन भनेर सोध्दा सबैजना छन्। हाम्रो यहाँबाट जानेहरू चाहिँ सबैजना छन्, यहीँनिर छन्, आइसके फर्केर भ्याए आउनलाई भन्नुभएको थियो। आई विश कि कसैलाई केही नभएको होस् आजको यो इन्सिडेन्टमा। आई होप आई विश आई प्रे कि कसैलाई केही नभएको होस् भन्ने म विश गर्छु। म मात्रै सेफ भएर हुँदैन। बर्थडे मेरो बर्थडेको कहिले नगरेको मेरो बर्थडे एक्सपिरियन्स आजै भयो। कहिले बर्थडेमा कहीँ घुम्न नगएको लाइफमा पहिलोचोटि बर्थडे ट्रिप भनेर आएपछि यस्तै हुन्छ। अब म निस्किन्छु डिनर गर्नलाई। फेरि यो आज मैले कतिचोटि चेन्ज गरिसकेँ। यो त भिजेको कपडा अब यो लेकको त्यो एल्गीको स्मेल पनि आइरहेछ। अब यो भिजेको कपडा चेन्ज गरेर सावर लिएर अनि रेडी भएर डिनरको लागि निस्किन्छु। मेरो बर्थडे हो आज यार। आई डिजर्भ सम गुड डिनर, सम मी टाइम भनौँ न, सेल्फ टाइम। दिनभरि यो हसल अनि यो सब स्ट्रेस आई डोन्ट वान्ट द्याट अब भयो। सो म निस्किन्छु अनि मेरो बर्थडे डिनर गर्छु। अब आइ एम रेडी। अब डिनरको लागि बाहिर निस्किन थालेको म। लेट्स गो। डिनरको लागि म बाहिर निस्किसकेँ मेरो होटलबाट अनि यहीँ लेक साइड एरियामा वक गर्दै हेरिरहेको छु कहाँ खाऊँ के खाऊँ भनेर। अनि एकछिन वक गर्दै यताउता हेरेपछि यहाँ एउटा अथेन्टिक पिज्जा प्लेस भेटाएँ मैले, फायरवुड पिज्जा। यो रेस्टुरेन्टमा चाहिँ पिज्जा एक्चुअल फायरवुडमै बनाइँदो रहेछ एकदमै अथेन्टिक वेमा। त्यही भएर म यहाँनिर आएँ किनकि मेरो लागि पनि फायरवुडमा बनेको पिज्जा फर्स्ट एक्सपिरियन्स नै हो। हामीले अब नेपालमा त नर्मली ओभन मेड पिज्जा नै भेट्छौँ नि त हरेक रेस्टुरेन्टमा, बट यहाँ चाहिँ अथेन्टिक पिज्जा मेकिङ नै भइरहेको थियो। त्यो देखेर अनि म आएँ, मेरो बर्थडे पनि हो सो केही न्यू पनि हुन्छ मेरो लागि भनेर। अनि म चाहिँ भित्र रेस्टुरेन्टमा नबसेर बाहिर यहाँ ओपनमा बसिरहेको छु मेरो पिज्जाको अर्डर दिएर, मेरो अर्डर कुर्दै, किनकि मलाई भित्र गुमुक्कमा बस्न मन पर्दैन। अनि यहाँ बाहिर चहल पहल हेर्दै म मेरो डिनर इन्जोय गर्न चाहन्छु, त्यही भएर म यहाँ बाहिर बसिरहेको छु।
एन्ड हियर मेरो पिज्जा पनि आइपुग्यो एकदम टेम्पटिङ देखिरहेको छ पिज्जा सँगै मैले आफ्नो लागि एउटा रिफ्रेसर पनि अर्डर गरेको छु मोहितो एन्ड हियर आई एम इन्जोइङ माई बर्थडे डिनर पिज्जा एकदमै मिठो लागिरहेको छ मलाई अनि यो पिज्जाको बेस्ट पार्ट भनेको यो पिज्जा बेसमा मैदा युज भएको थिएन गहुँको पिठो युज भएको थियो जुन एकदमै बेस्ट पार्ट लाग्यो मलाई किनकि मैदा भन्दा गहुँको पिठो फार बेटर हुन्छ जसले गर्दा यो पिज्जालाई अझै धेरै राम्रो अनि हेल्दी मिठो बनाइरहेको थियो आई एम लभिङ इट एकदम मिठो फायरवुड पिज्जा खाइसकेपछि म यहाँ एउटा ऱ्यान्डम बेकरीमा आएको छु यही लेक साइड एरियाकै टु गेट अ पिस अफ केक फर माई सेल्फ अफ कोर्स आज मेरो बर्थडे हो सो आई डिजर्भ अ पिस अफ केक एटलिस्ट सो म चाहिँ यहाँनिर चिज केक लिइरहेको छु किनकि चिज केक इज माई फेभरेट त्यही भएर अनि यहाँबाट यो मेरो चिज केक लिएर म चाहिँ यहाँ बसेर खाँदिनँ म लेक साइड एरियातिर आएको छु यहाँनिर बसेर अब बेलुका आरामसँग लेकको भ्यू हेरेर मान्छेको चहल पहल हेरेर एक ठाउँमा यहाँ बसेर अनि मैले यहाँ सेकुवा पनि बनिरहेको थियो सो आफ्नो लागि 2टा झिर सेकुवा अर्डर गरेँ धेरै चाहिँ गरिनँ किनकि अलरेडी पिज्जा खाइसकेको भएर पेट अलि फुल नै थियो अनि रेस्टुरेन्टमा यतिकै के बस्नु भनेर केही अर्डर गर्नको लागि 2 झिर सेकुवा अर्डर गरेँ अनि त्यसपछि म यहाँनिर आफ्नो बर्थडे सेलिब्रेट गर्दैछु सेल्फ सेलिब्रेट ह्याप्पी बर्थडे टु मी अगेन म आफ्नो लागि एकदमै गुड विसेस माग्न चाहन्छु हामी सधैँ अरूलाई गुड विसेस दिन्छौँ बट आफ्नो लागि पनि गुड विसेस माग्नुपर्छ सो द्याट हाम्रो लाइफमा पनि एकदम धेरै पोजिटिभिटी आओस् भनेर विथ दिस पोजिटिभिटी हियर आई एम सेलिब्रेटिङ माई बर्थडे एन्ड इन्जोइङ माई बर्थडे केक विथ दिस ब्युटिफुल फेवा लेकको भ्यू आफ्टर सिटिङ फर फ्यु मोमेन्ट्स यो फेवालेको एरियामा म मेरो होटल रुम फर्केँ अनि होटल रुम फर्किने बित्तिकै फेरि अर्को प्रब्लम मैले नन एसी गरेको थिएँ रुमलाई बट फ्यान त चलाउन मिल्थ्यो फ्यान त थियो बट फ्यान नै चलिरहेको थिएन फ्यान बिग्रेको रहेछ अनि अगेन उहाँलाई बोलाएर यति बेला फ्यान रिपेयर गर्दै हुनुहुन्छ अनदर प्रब्लम उफ टुडे इज माई लास्ट डे इन पोखरा अनि म आज बिहानकै गाडीमा फर्किँदैछु यो टुरिस्ट बसमा आफ्नो टिकट गरेर अनि चढिसकेँ म सौरासम्मको गाडी हो यो सौरासम्म मात्रै जान्छ म त्यहाँबाट अनि फेरि नर्मल गाडीमा जान्छु यो इभीवाला गाडी पाइन्छ अनि यो वाला सोफावाला टुरिस्ट बसमा चाहिँ मेरो पनि फर्स्ट टाइम हो मेरो फर्स्ट एक्सपिरियन्स हुँदैछ यो वाला गाडीमा म कहिले पनि चढेको थिइनँ अनि कम्फर्टेबल नै छ सिट्सहरू लेट्स सी सौरा कति बजे पुर्याउँछ गाडीले अहिले चाहिँ यहाँ बाटोमा लन्चको लागि गाडी एक ठाउँमा रोकेको छ अनि मलाई ट्राभल सिकनेस हुने भएको भएर म केही पनि खाँदिनँ ट्राभल गर्दा सकेसम्म पानी पनि खाँदिनँ फेरि गाह्रो हुन्छ भनेर बट यहाँनिर हाम्रो यो बसको ड्राइभर अङ्कल अनि कन्डक्टर भाइले मलाई यति धेरै फोर्स गरेर आई मिन मैले उहाँहरूलाई चिनेको थिइनँ उहाँहरूसँग कहिले भेटेको पनि छैन बट सायद म एक्लै देखेर उहाँहरूलाई मेरो माया लाग्यो जस्तो चाहिँ एक्लै हिँडेको छ बिचरा भनेर आई डोन्ट नो बट म खाँदिनँ भन्दा पनि उहाँहरूले मलाई जबरजस्ती खाना खुवाउनु भएको थियो अनि मलाई गाह्रो हुन्छ गाडीमा ट्राभल गर्दाखेरि मैले केही नै खाने गरेको छैन भनिरहेको थिएँ बट उहाँहरूले खानुपर्छ झन् खायो भने केही हुँदैन भनेर मेरो लागि अलरेडी खाना अर्डर गरिसक्नु भएर अनि कन्डक्टर भाइले मलाई कल गरेर कहाँ हो दिदी तपाईँ यहाँ तपाईँको लागि खाना आइसक्यो आउनु भनेर बोलाइ जबरजस्ती मलाई खाना खुवाउनु भएको थियो इट्स गुड आई एम भेरी थ्याङ्कफुल उहाँहरूले त्यति गर्नुभयो मेरो लागि सायद एक्लै ट्राभल गरिरहेको देखेर अनि बिचरा एक्लै मान्छे भनेर हो कि जस्तो लागिरहेको थियो बट मतलब धेरै क्वेसनहरू पनि थियो माइन्डमा कि आउट अफ अल दोज पेसेन्जर्स जुन गाडीमा हुनुहुन्थ्यो उहाँहरू कसैलाई पनि नखुवाएर मलाई मात्रै उहाँहरूले खाना खुवाउनु भएको थियो अनि मैले कति पे गर्छु भन्दा पनि मान्नु नै भएन पे उहाँले त्यो पैसा लिनलाई खानाको हामीले अलरेडी पे गरिसक्यौँ भनेर आई एम भेरी थ्याङ्कफुल बट स्टिल क्वेसनहरू थियो माइन्डमा कि वाइ ओके नाउ अहिले सौराहा यहाँनिर आइपुगिसक्यौँ हामी अनि गाडी कहाँ बिरान ठाउँमा लगेर रोकेको यहाँबाट अटोमा मात्रै जान मिल्दो रहेछ मैले चाहिँ सोचेको थिएँ कि अब सौरा आइ नै सकेपछि एकछिन सौराको जुन एरिया छ त्यो मेन लेन त्यहाँनिर एकछिन बस्छु अनि एकछिन आराम गर्छु त्यसपछि अनि फर्किन्छु हेटौँडा भनेर बट यति धेरै गर्मी हो माई गड आँखै हेर्न सकेको थिइनँ मैले पुरै आँखा अगाडि वाइट देखिरहेको थियो त्यो धेरै घाम भएर अनि अटोवाला पनि कति महँगो यहाँबाट त्यति चोकमा जम्मा 5 मिनट गएको 200 भन्दै
बस्नु भएको थियो बट स्टिल पे गरेर म आएँ यहाँ सौराको यो मेन लेनमा बट यहाँ आउनु एकदम वर्दी भयो बिकज आई फिल सो लकी कि यहाँ आउने बित्तिकै गैँडा बाहिर निक्लेको रहेछ गैँडा देख्न पाएँ मैले अनि गई पनि थियो यहाँनिर यो खोलामा गैँडा बगरमा निक्लेर हिँडिरहेको थियो सबैजना यहाँनिर हेरिरहेको थिएँ पिक्चरहरू क्लिक गरिरहेको थिएँ अनि मैले पनि सानो क्लिपहरू लिएँ त्यसपछि अनि एकछिन यहाँनिर गैँडाहरू हेरेर म उभिरहेको छु बट गर्मी यति धेरै छ घाम यति धेरै मैले पुरै भनिहालेँ मेरो आँखा अगाडि पुरै वाइट देखिरहेको थियो आई डोन्ट नो वाइ त्यो धेरै घामको त्यो किरण भएर होला एकदम सनबर्न फिल भइरहेको थियो मलाई आजलमा पनि बट जति गर्मी जति घाम भयो भने आँखा अगाडि गैँडा गई देख्न पाएपछि के को गर्मी के को घाम आई एम इन्जोइङ यो मोमेन्ट सौरामा एकछिन थकाइ मारेर एकछिन रेस्ट गरेँ अनि एउटा रिफ्रेसर पनि पिएँ त्यसपछि अब म हेटौँडाको लागि हिँड्दैछु अनि यहाँ सौरामा कोही छैन पुरै सुनसान छ अहिले दिउँसो धेरै गर्मीले गर्दा होला यो घाममा कोरै निस्किन्छन् र घुम्न म मात्रै एकजना पागल हिँडिरहेको छु बाटोमा अनि अब यहाँबाट म एउटा अटो या त्यो नर्मल भ्यान चल्छ त्यसमा कि हात्तीमा गइदिउँ गाइस हात्ती पनि आइरहेछ जस्ट किडिङ अनि त्यसपछि त्यहाँबाट इभी गाडीमा म हेटौँडा जान्छु म पोखरा जाँदा पनि भरतपुर इभी गाडीमै आएर अनि त्यसपछि फ्लाइटमा गएको थिएँ अब म जाँदाखेरि फ्लाइटमा जानुको रिजन चाहिँ यही ट्राभल सिकनेसले गर्दा हो म चाहन्न कि मेरो होल ट्रिप नै स्पोइल होस् ट्रिपमा या कतै पनि ट्राभल गर्दाखेरि म सकेसम्म बाई रोडभन्दा बाई एयर नै ट्राभल गर्न प्रिफर गर्छु ताकि ट्राभल सिकनेसले गर्दाखेरि मेरो त्यो पुरै त्यो ज्यानै थकित भएर कम्प्लिटली रुइन नहोस् मेरो त्यो के पर्पसको लागि म हिँडेको छु त्यो चिज अनि फर्किँदा त घरै जाने हो ट्राभल सिकनेस भयो भमिटहरू भयो भने पनि गाह्रो भयो भने घरै त जाने हो जति दिन रेस्ट गर्दा पनि भयो आराम गर्दा पनि भयो त्यही भएर फर्किँदा चाहिँ म बाई रोडै आउने कोसिस गर्छु जुन अहिले गरिराखेको छु